यम पञ्चकको अन्तिम दिन मनाइने भाइ टीका पर्व आज देशभर उत्साह उमंग र प्रेमका साथ मनाइएको छ। दिदी बहिनीले आफ्ना दाजुभाइको दीर्घायु समृद्धि र सौभाग्यको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने र मखमली माला अर्पण गर्ने यो पर्व दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय सम्बन्ध, संस्कार र संस्कृतिको प्रतीकका रूपमा मानिन्छ। भाइ टीकाको प्रारम्भ यम र यमुना बीचको पौराणिक कथासँग सम्बन्धित मानिन्छ। 5 दिनसम्म यमराज आफ्नी दिदी यमुनाको घरमा अतिथि बनेर बस्दा दिदीले भाइको दीर्घायुका लागि गरेको पूजाको उदाहरणबाट प्रेरित भएर यो पर्व सुरु भएको किम्वदन्ती छ। त्यसैले आजको दिन दिदी बहिनीहरूले दाजुभाइलाई टीका लगाइदिन्छन्, मिठा परिकारहरू खान दिन्छन् र ओखर, कटुस र भाइ मसलाहरू अर्पण गर्दछन्। भाइ टीकामा प्रयोग गरिने सप्तरङ्गी टीका रातो, सेतो, पहेँलो, बैजनी, हरियो, नीलो र कालो इन्द्रेणीको प्रतीकका रूपमा लिइन्छ। यसै गरी कहिले नओइल्याउने मखमली माला स्थायी प्रेम र सम्बन्धको प्रतीकका रूपमा मानिन्छ। टीका लगाउने क्रममा अष्ट चिरञ्जीवीको पूजा गरी दिदी बहिनीले भाइको दीर्घायु र सुखको कामना गर्दछन्। यस दिन ओखर फुटाउने र खाने चलनले पनि विशेष अर्थ बोकेको छ। ओखरले हाड मजबुत पार्ने, रोग व्याधि हटाउने र शरीरलाई शक्ति दिने विश्वास छ। त्यसै गरी कटुस र भाइ मसला शरीरलाई ऊर्जा दिने तत्त्वका रूपमा मानिन्छ। दिदीबहिनीहरूले दाजुभाइलाई मिष्टान्न परिकार, फलफूल, वस्त्र तथा भेटी अर्पण गर्दछन् भने दाजुभाइहरूले दिदीबहिनीलाई माया र आशीर्वादको प्रतीकका स्वरूप उपहार प्रदान गर्दछन्। जसका आफ्ना दाजुभाइ वा दिदीबहिनी छैनन् उनीहरूले काठमाडौँको रानी पोखरी स्थित बाल गोपालेश्वर मन्दिरमा गएर टीका लगाउने परम्परा पनि छ। उक्त मन्दिर वर्षमा यही दिन मात्रै खुल्ने गर्दछ। भाइ टीका केवल दाजुभाइ दिदीबहिनी बीचको पर्व मात्र होइन, यो नेपाली समाजको साझा संस्कृति, प्रेम, सहिष्णुता र पारिवारिक एकताको प्रतीक हो। वैदिक परम्परा, लोक संस्कृति र वैज्ञानिक मान्यतासँग जोडिएको यो पर्वले नेपालमा रहेका विभिन्न जात जाति, धर्म र संस्कृतिका मानिसहरूलाई एकताको सूत्रमा बाँध्ने काम गरेको छ। नेवारी समुदायमा यस पर्वलाई किजा भनिन्छ र सोही दिन आत्मपूजा अर्थात् महापूजा गर्ने चलन पनि छ। यसरी भाइ टीका बहुआयामिक सांस्कृतिक, धार्मिक र सामाजिक महत्व बोकेको पर्व हो, जसले नेपालीपन, माया र पारिवारिक सम्बन्धलाई अझ गहिरो बनाउँछ। तपाईलाई आजको यो रिपोर्ट कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। राम्रो लाग्यो भने शेयर गर्नुहोला र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गर्नुहोला। धन्यवाद।